हजुर नमस्कार साथीहरू नमस्कार। आज चाहिँ मौसमको फाइदा उठाउँदै हामी चाहिँ घुम्नको लागि कोही जान लागेका छौँ। ट्याक्क लगाएर अब चाहिँ आज यसो घुम्नु पर्यो दुईजना भएर। आज चाहिँ दुईजना भएर घुम्नको लागि जानको लागि तयारी पुरा हुँदैछ है। म चाहिँ बाइकमा बसिसकेको छु, उनी चाहिँ आउँदैछन्। ल आजको भिडियो चाहिँ हजुरहरूको लागि एकदमै धेरै स्पेसल हुन्छ है गाइजहरू। ल आज चाहिँ दुईजना घुम्न लाग्छौँ। आजको भिडियो चालु हुन्छ तपाईँहरूलाई यहाँदेखि। ल सुरुदेखि लास्टसम्म हाम्रो भिडियो हेरेर धेरै धेरै साथ दिनु होला साथीहरू। आजको यात्रा चालु हुँदैछ साथीहरू। मौसम एकदम ठिक गरेको छ कि आज चाहिँ। सुन्दर मौसम छ है साथीहरू आजको। अब हाम्रो यात्रा चालु हुन्छ यहाँदेखि। छिटो आऊ। गाइजहरू है यो चाहिँ हामी घुम्न जान लागेको बेलामा बाटोमा पानी आएर अहिले चाहिँ हामी ओथर लागेका छौँ साथीहरू। कसैको फर्स्ट टाइम छैन। ल साथीहरू हामी यता मिराचोकका टिम। आजको घुमाइ चाहिँ हजुरको लागि स्पेसल होला जस्तो छ। अब चाहिँ यसो गाडीलाई तेल चाहिएर तेल हाल्न त लाग्छौँ। तेल हाल्ने अनि त्यसपछि गएर आजको घुमाइ यसो बजारतिर हजुरहरूको सामु देखाउनेछौँ सबै भ्युजहरू। आज सुरुबाट अन्तिमसम्म हाम्रो उसमा रहनु होला भिडियोमा। ओ यार यो भन्ने हामी यार कस्तो केटी हो क्या है। ध्यान दिनु न झन्डै अगाडि हल्लाइदिनु भयो बिस्तारै। हस्पिटल लाइन आयो। गङ्गानगरमा फेरि यो हो कि पानी जम्मा भइहाल्छ भइहाल्छ। पानी जम्मा भइहाल्यो फेरि उतिखेरै गरम भइहाल्यो। पानी जम्मा भएको पुरा रोड्नु पानी
छ यस्तो भएको छ कि हर चोकमा क्यामेरा छ हर चोकमा क्यामेरा लाग्छ मन्डीमा प्रवेश गरियो अनाज मन्डी धान त हुन्न यहाँ गाउँ मात्रै राम्ररी धान मन्डी रे तर गाउँ जाउँ हुन्छ नि के लग्ने हो कुरो बाईपास राधेश्याम लेडा देखाऊ कि राधेश्याम लेडा भन्छ एकदमै सुन्दर भान म बाहिर आएको छु के ल फोन छोड्छु अहिले राख्नु अहिले आउँछ आइहाली मार आएन 2 मिनटमा आइपुग्यो 2 मिनटमा आइपुग्यो यहाँ अगाडि पार्क छ नि त्यहाँ आउँछ यहाँ
बस त्यही छ भिडियो बनाउँछ सानीहरू बाइकमा घाँस काट्दैछ। हामी चाहिँ यहाँ हाम्रो ठुली आमाको घर जाँदैछौँ। आज ठुली आमासँग भेट नभएको पनि तिमी नेपाल जानुभन्दा पहिला भेट भयो होइन?